मर्निङ साथीहरू, आज चाहिँ म बिहान उठेर यसो रमित हेरेको। तराई त हेर्नु नै पुरै हिउँले पुरेको जस्तो हुस्सु आएको छ। त्यहाँ चाहिँ साथीहरू हेर्नु न, सबै ड्याम्मै हुस्सुले पुरेको छ साथीहरू। हाम्रोमा त ड्रोन चाहिँदैन नि त, अरूले त ड्रोनले माथि माथि खिच्छन् है। हाम्रो चाहिँ ड्रोन बिरानी यस्तो देखिरहेछ चुली। हेर्नु न साथीहरू, मधेसमा बस्ने मान्छेहरू चाहिँ मर्यो जाडोले। हाम्रो नानीहरू पनि छ उधो। साथीहरू हेर्नु न, यस्तो छ। यस्तो राम्रो देखिएको छ नि त हाम्रो चाहिँ ठाउँहरू। यस्तो क्युट फुलबारी छ अहिले पनि साथीहरू मेरो चाहिँ घरमा। हेर्नु न साथीहरू, फुलहरू अहिले तिहारमा जसरी फुलिरहेछ। भाइरल फुल पनि छ। सब्जी आलुबारी मेरो यस्तो छ साथीहरू। भ्यू चाहिँ यस्तो देखिरहेछ। बिहानै 6:30 पनि साथीहरू। सुनहरू मेहनत गरेपछि परिश्रम पाइन्छ साथीहरू। अनि पर धेमे भिड साथी ढाकेको छ हुस्सु र कुहिरोले तराईलाई। हामीलाई चाहिँ त यस्तो खुल्ला दृश्य देखिन्छ साथीहरू। होइन, यहाँ दाउरा काट्न आएको छु नि त। मेरो दाउराहरू यहाँ डुक्को छ। दाउरा काट्न आएको। हेर्नु न कति बज्यो अहिले, 8:30 भइसक्यो। 8:30सम्म नै हेर्नु न, तराईको कुहिरो गएको छैन साथीहरू। कस्तो नि जाडोले त्यहाँको मान्छेहरू हेर्नु न कस्तो मजाले देखिन्छ यहाँदेखि। यस्तो यस्तो छ त साथीहरू, हेर्नु न। सबै हिउँले पुरेको जस्तो देखिन्छ है। यो हुस्से हो क्या। अनि तल एउटा अग्लो तल देखिन्छ नि डाँडा, त्यो चुली पोखरीको जस्तो डप्लुक डाँडा अरे होइन। त्यहाँदेखि मुनि मधुमला दामकुद्दो। तल मधेसमा बस्ने मान्छे चाहिँ यतिखेर नि जाडोले अहिलेसम्म कस्तो गर्दैछ। यस्तो छ साथीहरू। हाम्रोमा चाहिँ फेरि यसरी घाम लागिरहेछ। हेर्नु नै घाम। त्यो कुहिरो चाहिँ यता उठेर आएपछि चाहिँ हाम्रो यता गाउँमा नि पाहाडमा नि कुच्चो सुक्नु दिँदैन। त्यही भएर भाउ त घटेछ साथीहरू। मेरो दाउरा चाहिँ यहाँ भारी त पुगेको छ कि त लगाएको छुइनँ साथीहरू। अब चाहिँ लगाउँछु साथीहरू। म चाहिँ दाउरा भारी पुग्यो अनि भारी लाउँदैछु। यसरी लाउनु पर्छ। साथीहरू मेरो चाहिँ भारी पुग्यो। झन्डै लडे यार। यसरी गाउँमा त साथीहरू यसरी दुःख गर्नुपर्छ। भारी मेरो बाटो यहाँ माथि छ। यसरी दुःख नगरी हुँदैन साथीहरू। तर यसरी दुःख गर्नेकै मान्छे नै हेल्दी हुन्छ नि त हौ साथीहरू। अरे अर्ग्यानिक काम, अर्ग्यानिक खानेकुराले गर्दा साथीहरू। मेरो चाहिँ भारी आज नजिकै छ नि त, त्यही भएर जेपपिटी लगाएको छु नि त। फाइनली साथीहरू म चाहिँ अब घर आइपुगेँ। मेरो दाउरा चाहिँ ल जा दाउरा यति यहाँनिर छ नि त। मेरो चाहिँ दाउरा यस्तो छ। दाउरा छ ल साथीहरू। मेरो भिडियो धेरै लामो भयो। अब चाहिँ बिदा माग्दै बाई। अर्को भिडियोमा भेट्ने बाचाको साथ। ओके बाई।